अब यदि धेरै कुराहरू देख्दा मसिनो मसिनो लाग्ने तर महत्त्वपूर्ण प्रयोगहरू प्रहलाद सरबाट भएका छन्। अब हामी नेपाली साहित्यका पाठकले कम्तीमा एउटा महाकाव्य पढ्न पाउनु राम्रै हुन्थ्यो भन्ने हामीलाई लागेको छ। र यहाँको साहित्यिक जीवनका निकट भविष्यका, अब लामो भविष्यका कुरा गर्नु परेन, निकट भविष्यका योजनाहरू भन्न मिल्ने जति के छन्, हामीलाई अलिकति उत्सुकता जगाइदिने कुरा केही छन् भने 2 मिनटमा सुनाउ न। धन्यवाद। पहिलो कुरा त रमेश शुभेच्छु सरले जुन किसिमले चाहिँ मबारे शब्दहरू व्यक्त गर्नुभयो यसको निम्ति आभार व्यक्त गर्दछु। र हामी अत्यन्त निकटका सहकर्मीहरू छौँ र हामी एउटै क्षेत्रमा साधनारत पनि छौँ। यसका निम्ति आभार व्यक्त गरेँ। र ऋषि सरले उहाँले भन्नुभएको जुन शुभेच्छा छ, अब यसले महाकाव्य पनि लेखोस् अथवा यसले काव्यमा अरू विशेष आउन् भन्ने किसिमको यहाँको जुन अपेक्षा छ त्यो भविष्यले केही न केही त्यसको उत्तर दिन्छ नै होला। म केही काममा साधनारत छु अहिले पनि, र सम्भवतः अब कुनै अलि केही समयमा यसको प्रकाशन पनि होला। त्यसले महाकाव्यको रूप लिन्छ लिँदैन थाहा छैन, तर लामो कवितामा म छु र त्यो केही समयमा प्रकाशित होला। यसका केही अंशहरू मैले अलिअलि बाहिर ल्याइ पनि राखेको छु, यद्यपि अब त्यसै भित्रबाट भनिएको छैन अहिलेलाई। अब यस प्रसङ्गमा ऋषि सर मलाई एउटा सानो लोभ लाग्यो। म एउटा रचना अहिलेको सन्दर्भ हामी कस्ता छौँ भन्ने सन्दर्भमा यहाँ रमेश सरले एउटा उच्चारण गर्नुभयो, त्यहाँ अङ्ग्रेजीका उक्ति संस्कृतका उक्ति भन्नुभयो। एउटा संस्कृतको उक्ति पढ्दा पढ्दै मलाई लागेको एउटा प्रसङ्गमा मैले त्यसलाई एउटा कविता बनाएँ क्या। त्यो संस्कृतको उक्तिले चाहिँ ठ्याक्कै हाम्रो अहिलेको हामी कस्ता छौँ भन्ने कुराको चाहिँ देखाउँदो रहेछ क्या। यद्यपि हामी नेपालीहरू संस्कृतिमा अनेकतामा एकता भनेर भन्छौँ, तर अहिलेको समय कस्तो रहेको छ भने एकतामा अनेकता भएको छ। त्यसैले यो एउटा सुनाउँ है सर? हजुर, हस्। यो भिन्न छन्दको पनि हो है। मलाई के लाग्यो भने दुईटा साथीहरू छन्, तर पहिले चाहिँ एक आत्मा हुन्थे, तर पछिहरू तिनीहरू विभिन्डिएर कस्तो भए तिनीहरू। संस्कृतमा एउटा उक्ति रहेछ क्या, युयम वयम वयम युयम इत्यासिन्मतिरावयो किम जात मधुना मित्र युयम युयम वयम वयम। पहिले चाहिँ हामी तपाईँ पनि म होइन हामी एकै थियौँ भने जस्तो कुरा गर्थ्यौँ। अहिले चाहिँ हामी चाहिँ भिन्न भिन्नै भयौँ भन्ने अर्थ छ त्यसको, र यो अर्थ चाहिँ कविताले भन्ला। त्यसैले अनेकतामा एकता होइन, एकतामा अनेकता भन्ने शीर्षकको एउटा रचना छ। तिमी म जस्तो म तिमी समान एकै थियो ज्ञान विचार हाम्रो, अनेकता भो किन एकतामा सम्बन्ध टाढा व्यवहार चाम्रो। साथी बिग्रियो भने यति अप्ठ्यारो किसिमले चाम्रो हुन्छ नि सर। पियुषको स्वाद समेटिएर जीवन्तता जीवन साथ पायौं, अत्यन्त संग्लो मन मैलिएर के भो अकस्मात यसरी डरायौं। टाढा भए तापनि दूर बस्दा विश्वास आस्था मन एक लाग्थे, एकै भएको मनभित्र पस्दा बाधा व्यथा संशय दूर भाग्थे। दूरत्वको खाडल झन बढाई पर्दा लगाई किन एकतामा अनेकताको स्थिति सल्बलाई एकत्वको लक्ष्य भएछ धामा। एकै थियो मार्ग उही हिँडाई उस्तै थियो संयमको उचाइ छेकेछ कल्ले किन आज आई गन्तव्यको उत्तम लक्ष्यलाई। भन्छौं त्यही पुग्नु छ अग्लिएर ढुङ्गाहरू बग्नु छ पग्लिएर त्यो लक्ष्य पुग्ने कसरी हिँडेर आकाश बाँड्ने कसरी गिँडेर। टुक्रा बनाएपछि चित्तलाई अखण्डता खण्डित भो तुरुन्त जरा उखेलेपछि मित्रताको अस्तित्वकै हुन्छ समूल अन्त। रहस्य के हो मृदु मित्रताको
र गुह्य के हो कटु शत्रुताको, रहस्यमै गुम्फित भई जवानी, अन्योलमै घुम्दछ जिन्दगानी। अनेकताको जब घुम्छ बादल, र एकता बन्छ सदैव दुर्बल, अनेकताको छ अनन्त खलबल, खै एकताको रसिलो मिठो फल। आधार हाम्रो जब हो उही जिमी, म पूर्व लाग्दा किन पश्चिमी तिमी, रहस्यको यो जड सूत्रता चुमी, विश्राम पाऊँ कसरी कहाँ घुमी। यो प्रेरक प्रसङ्ग चाहिँ यो संस्कृतको श्लोक हो, तर त्यो प्रेरक प्रसङ्गले हाम्रो वर्तमानको अवस्थालाई देखाए जस्तो लाग्यो र मैले यति भन्ने धृष्टता गरेँ। यसको निम्ति यो यो वातावरण मिलाइदिएकोमा आभार व्यक्त गर्दछु। र सरले सोध्नुभएको अहिलेको प्रसङ्ग फेरि एकचोटि सम्झाउँ त सर। अब मुख्य कुरा चाहिँ अब निकट भविष्यमा हामीले के पाउँछौँ होला भन्ने हो। अब यो एउटा कुरा के हो भने हजुरको बानी आनी बानी आचरण अनुसार चाहिँ शब्दले बोल्ने भन्दा नि कामबाटै त्यसको पेटारो खोल्ने बानी छ। त्यस कारणले हामी धेरै अप्ठ्यारो पार्न चाहिँ चाहन्नौँ। त्यो भएर लामो भविष्यमा यो हुँदैछ भन्ने कुरा हामी सुन्न चाहँदैनौँ, हेर्न चाहन्छौँ। निकट हजुर। भविष्यमा हामीले पाइहाल्ने कुरा केही छन् भने त्यो चाहिँ थाहा पाइहाल्नु पाए हामीलाई रमाइलो हुन्थ्यो भन्ने मात्रै हो। रमेश सरले मलाई त्यो उत्प्रेरित गर्नुभयो, सोध्नै पर्ने जस्तो रमेश लाग्यो। सरलाई पनि धन्यवाद, ऋषि सरलाई पनि धन्यवाद। अब यसको उत्तर आउँछ सर, यसको उत्तर कामबाटै आउँछ। अब केही न केही हुँदैछ, अब त्यो नपाकिकन अब खान यहाँको सकिने स्थिति त्यस्तो भएन। बानी छैन, पहिल्यै हल्ला गर्ने बानी छैन। त्यो भएर हामी त्यो सल्लाह गरेरै त्यो छुट यहाँलाई दिन्छौँ हामी। अब म चाहिँ एउटा मात्रै प्रश्न गर्छु, त्यस पछाडि यहाँ सहभागीहरूलाई प्रश्न सोध्ने अनुमति पनि दिउँ, किनभने त्यो पनि हजुर, एक महत्त्वपूर्ण मिनट कुरा एक हो। मिनट। हामीले सबै कुरा त समेट्न सकेनौँ। अघि रमेश सरले भने जस्तै मैले सुरुमा सङ्केत गरेको थिएँ, बहुआयामिक मान्छेलाई कहाँनिरबाट समात्ने भन्ने कुरो गाह्रो हुन्छ। हामीले आज जहाँबाट समातेर प्रवेश गर्न खोज्यौँ त्यही मात्रै हो। अब अहिले पछिल्लो समय भूगोलको नेपाल क्षेत्रफलभित्र सीमित छ। यो सांस्कृतिक नेपाल संसारभरि फैलिएको छ। नेपाली साहित्य पनि सबै ठाउँमा, नेपाली साहित्य र संस्कृति सबै ठाउँमा पुगेको छ। आफ्नो जीवनको जागिरे दौरानमा होस् अथवा पछिल्लो निवृत्त जीवनको समयमा होस्, यहाँ विभिन्न भूगोलमा टेक्नु भएको छ। नेपालीहरूलाई विभिन्न ठाउँमा विभिन्न तरिकाले देख्नु भएको छ। यसरी हेर्दै जाँदा यो पछिल्लो करिब 2 महिना उत्तर अमेरिकाको भ्रमणमा पनि हुनुहुन्छ। यो प्रवासमा लेखिएको नेपाली साहित्य र संस्कृतिको अभियान, बाङ्गा अक्षर पनि भनौँ न, अमेरिकाबाटै उम्रेको चिज हो। जहाँ जहाँ जे जे गरे पनि यी सबैलाई हेर्दा कस्तो देख्नुहुन्छ र यो दिशा कतातिर उन्मुख भइदिए हुन्थ्यो भन्ने केही हजुरलाई सुझाव, केही मूल्याङ्कन छ भने यो प्रसङ्गमा सुनौ न। हामीले नि सुन्न पाउँछौँ, प्रत्यक्ष सुन्नु भएको साथीहरूले नि सुन्न पाउनुहुन्छ। अलिकति यो प्रसङ्ग सुनौ, अनि त्यस पछाडि एकदम सहभागीहरूका प्रश्न एकदम गरौँ। मेरो मनको प्रसङ्ग हो यो। अब म केही समय अगाडि, अब सेप्टेम्बरको दोस्रो हप्तामा म अमेरिकामा आएँ। र अमेरिकामा आइसकेपछि मलाई के लाग्यो भने तुरुन्तै नर्थ क्यारोलाइनामा रहेको नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले मलाई स्वागत गर्यो, र त्यतिखेर त्यहाँको अलिकति केही क्रियाकलापहरू हेर्ने अवसर मैले पाएँ। त्यसबाट पनि बाहिर बसेर पनि साथीहरू सृजनशील रहिरहनु भएको छ, त्यसमा कतिपय सिर्जनाको चर्चा गरिरहनु भएको छ भन्ने देख्दाखेरि बडो खुसी लाग्यो। र लगत्तै म चाहिँ क्यानाडा गएँ, र क्यानाडामा जाँदाखेरि त्यहाँ अल्बर्टामा चाहिँ नेपाली लिटरेरी क्लब अफ अल्बर्टा भन्ने पनि संस्था रहेछ, र त्यो पनि क्रियाशील रहेछ। त्यो संस्थाको अध्यक्षसँग मेरो भेटघाट हुने अवसर भयो, र उहाँले केही जानकारीहरू दिनुभयो। त्यसबाट पनि एउटा त उहाँले यो मालचराका प्वाख भन्ने एउटा चाहिँ समसामयिक सङ्कलन निकाल्नु भएको रहेछ, त्यो संस्थाले निकालेको रहेछ, त्यो पनि मैले हेर्ने अवसर पाएँ। र यसै गरी बाङ्गा अक्षरले जुन किसिमको क्यालिफोर्नियामा स्थापना भएर यो चाहिँ जुन उत्तर अमेरिकामा अत्यन्त सक्रिय भएर काम गरिरहेको अहिले थाहा पाउँदाखेरि अत्यन्त खुसी लागेको छ। र तर अब धेरै कम समयको निम्ति म यतातिर आएको हुनाले म अब अर्को हप्ता नै फेरि स्वदेश फर्किँदैछु, र त्यसैले यहाँका अरू धेरै जस्तो डिसीतिर अरू ठाउँहरूमा पनि धेरै साथीहरू सक्रिय हुनुभएको छ। यो देख्दाखेरि अत्यन्त खुसी लाग्छ। र नेपाली साहित्य जहाँ गए पनि यो फस्टाइरहेको अनुभूति भएको छ। किनभने
अन्य कामहरूमा अल्झिएर धेरै जीवन गुजाराका निम्ति प्रशस्त मेहनत गरेर पनि साहित्यलाई माया गर्ने, साहित्यलाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर प्रयत्नशील रहने साथीहरूको यो अ, प्रयत्न अथवा यो चाहिँ यतातिरको लगाव देख्दाखेरि अत्यन्त सन्तुष्टि अनुभव भएको छ। यद्यपि अब सबै कुराहरू मैले अध्ययन गरिसक्ने अवस्था अहिले पाइनँ, तर पनि जे जस्तो मैले देखेँ र त्यसबाट चाहिँ म सन्तुष्ट भएको छु। र नेपालै बसेर पनि हामी यताका साहित्यहरू केही हदसम्म पाएसम्म पढिरहेकै पनि हुन्छौँ, किनभने हामी त्यही क्षेत्रका मान्छे हुने बित्तिकै हामीले नयाँ के भएछ भन्ने किसिमको कुरा थाहा पाइराख्नु पनि पर्छ। र अघि नै रमेश सरले भन्नुभयो, हामीले त के छ भनेदेखि पढिसकेर त्यसलाई के लाग्यो भन्ने किसिमको अनुभूति अनि पाठकीय प्रतिक्रियाहरू पनि व्यक्त गर्नुपर्ने अवसर आउँछ बेला बेलामा साहित्यिक समारोहहरूमा उभिँदाखेरि। र त्यस हिसाबमा पनि हामीले नयाँ कृतिहरू पढ्नुपर्ने अवस्था रहन्छ। र यहाँहरूको जुन सृजनशीलता छ, यहाँहरूको जुन प्रयत्न छ, यसका निम्ति म प्रशंसा गर्दछु र अब निरन्तर सक्रियताको निम्ति शुभकामना पनि भन्छु।